नमस्ते मिनासा। आज हामी मिनानो निहोंगो किताबको लेसन 1 को भोक्याबुलरी पढ्न सुरु गर्छौं। यो पाठमा हामीले दैनिक जीवनमा प्रयोग गर्न सकिने महत्त्वपूर्ण शब्द र वाक्यांशहरू सिक्नेछौं। उदाहरणका लागि कोन्निचिवा, जसको अर्थ हो नमस्ते। यो शब्द जापानी संस्कृति र सञ्चारको आधार हो। यी शब्दहरूको सही उच्चारण महत्त्वपूर्ण छ, किनकि यसले हाम्रो संवादलाई स्पष्ट र प्रभावकारी बनाउँछ। यस्ता शब्दहरूलाई दैनिक जीवनमा प्रयोग गर्दा हामी जापानी भाषा र संस्कृतिमा अझ नजिक पुग्छौं। म तपाईलाई हरेक शब्दको उच्चारणसँगै अभ्यास गर्न आग्रह गर्दछु। अब आउनुहोस् अगाडि बढौं। वाताशी भनेको म हो। मलाई जापानिज भाषामा वाताशी भनिन्छ। आनाता भनेको तपाई वा तिमी हो। तपाई वा तिमीलाई जापानिज भाषामा आनाता भनिन्छ। आनोहितो भनेको त्यो व्यक्ति हो। त्यो व्यक्तिलाई जापानिज भाषामा आनोहितो भनिन्छ। आनोकाता भनेको सम्मानका साथ भन्ने त्यो व्यक्ति हो। सम्मानपूर्वक त्यो व्यक्तिलाई जापानिज भाषामा आनोकाता भनिन्छ। साङ, सान भनेको नामपछि प्रयोग हुने सम्मानजनक शब्द हो, जस्तै राम सान, सीता सान। चाम्पो, चान चान भनेको बच्चा वा नजिकको मान्छेलाई बोलाउँदा प्रयोग हुन्छ। यसलाई जापानिज भाषामा चान भनिन्छ। कुन, कुन भनेको केटाको नामपछि प्रयोग हुने शब्द हो। जापानिज भाषामा यसलाई कुन भनिन्छ। सेन्से, सेन्से भनेको शिक्षक वा गुरु हो। शिक्षकलाई जापानिज भाषामा सेन्से भनिन्छ। गाक्से भनेको विद्यार्थी हो। विद्यार्थीलाई जापानिज भाषामा गाक्से भनिन्छ। खाइसाइन भनेको कम्पनीमा काम गर्ने कर्मचारी हो। कम्पनी कर्मचारीलाई जापानिज भाषामा खाइसाइन भनिन्छ। गिन्खोइन, गिन्खोइन भनेको ब्याङ्कमा काम गर्ने व्यक्ति हो। ब्याङ्क कर्मचारीलाई जापानिज भाषामा गिन्कोइन भनिन्छ। इशा, इशा भनेको डाक्टर हो। डाक्टरलाई जापानिज भाषामा इशा भनिन्छ। केङ्क्युसा, केङ्क्युसा, केङ्क्युसा भनेको अनुसन्धान गर्ने व्यक्ति हो। अनुसन्धानकर्तालाई जापानिज भाषामा केङ्क्युसा भनिन्छ। दाइगाकु, दाइगाकु भनेको विश्वविद्यालय हो। विश्वविद्यालयलाई जापानिज भाषामा दाइगाकु भनिन्छ। ब्योइन भनेको अस्पताल हो। अस्पताललाई जापानिज भाषामा ब्योइन भनिन्छ। हाई भनेको हो। होलाई जापानिज भाषामा हाई भनिन्छ। इए भनेको होइन। होइनलाई जापानिज भाषामा इए भनिन्छ। आजको यो भिडियो हाम्रो च्यानलको पहिलो भाग भएको हुनाले मिन्ना नो निहोंगो लेसन 1 भाग 1 यही समाप्त गर्दछु। भोलि मिन्ना नो निहोंगो लेसन 1 भाग 2 लिएर फेरि आउनेछु। आशा छ सबैजनाले यस निहोंगो विथ श्रीसाबलाई माया गर्नुहुनेछ र त्यतिन्जेलसम्म सबैजनाले यो भिडियो मज्जाले हेरेर लाइक, कमेन्ट र शेयर गरिदिनुहोला। धन्यवाद सबैजनालाई।